हेलो साथीहरु, आशा छ हजुर सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठीक छु। लगभग मेरो अब यो 3-4 महिना ग्याप भयो भिडियोमा हैन। त्यसपछि मैले 3-4 महिनापछि फेरि एउटा नयाँ भिडियो लिएर आएको छु साथीहरु। अहिले चाहिँ म एएनजे कम्पनीमा काम गर्दै छु। लगभग 1 महिना जति हुन लाग्यो। अहिले चाहिँ हामी बेस बोकिरहेको यहाँ छरे क्रसरबाट, नाटेश्वरीबाट हैन। अब हामी लोड गरेर फेरि जान्छौँ हैन। खाना खाएर आएको, माथि क्याम्पमा खाना खाएर आएको, 3 टिप गरेर खाना आएको, खाना खाएर आएको। अनि हाम्रो गाडीहरु चाहिँ यता देखाइदिनुस्, क्यामेराम्यान चाहिँ हैन। हाम्रो साथीहरु यहाँ चाहिँ अनि अब मैले चलाउने गाडी चाहिँ यो है, फेरि हाम्रै गाउँकै हो, मेरै गाउँ वरिपरिको हैन। हाम्रो तारदाय गाडी, यो गाडी चलाएर अहिले चाहिँ मैले पहिले यो गाडी चलाइरहेको थिएँ। अहिले चाहिँ कलर चेन्ज गरेको छु यसको चाहिँ। यो मेरो युट्युब च्यानल भ्लग पनि छ 11:33 को हेर्नु होला एकचोटि। यो पहिला अहिले चाहिँ कलर अर्कै गरेको यो गाडीमा चाहिँ हैन। अब हामी एकछिन क्रसरमा कसरी लोड हुन्छ गाडी, के हुन्छ, कसो हुन्छ हामी देखाउनु छ एकछिनमा हैन। हेर्दै गर्नु साथीहरु। साथीहरु, मेरो चाहिँ गाडी लोड भइसक्यो। अब म चाहिँ निस्किन यहाँबाट। अब 2-3 गाडी अगाडि गइसक्यो, 2-3 लोड गर्दैछ। मेरो चाहिँ अब बिलसिल सबै भइसक्यो। अब म चाहिँ सरेर जान्छु। हामी खाना खाएपछिको पहिलो टिपमा जाँदैछौँ। लगभग यो टिपले शुद्ध हाम्रो 4 टिप हुन्छ। अनि अझ 2-3 टिप गर्छौँ होला हामी। साथीहरु
माल धान चाहिँ यहाँ हो हामीले तलबाट हाल्दै आइरहेको छु अनि अहिले चाहिँ यहाँ ठाउँमा नपुगेको ठाउँमा चाहिँ थपिरह अब म त्यहाँनिर गाडी घुमाएर अनि टक्कै हामीबाट सर्दा झार अनि हामी जानेछु तलतिर तार छोला कि माथि तार छोला बनाइदिए माथि खोइ थाहा भएन सम्झेँ मलाई खिचिया होइन हो सम्झी बेस झाएर पनि फर्किसक्यौँ यस्तो छ यहाँ चाहिँ काम चाहिँ खासै अब बाँकी छैन यहाँ अब लगभग फागुनतिर पिच गर्ने कुरो छ क्यारे अब हाम्रो बेस लगभग अब एक हप्तामा त सकिन्छ होला काम पनि यहाँ त्यस्तै छ अब दिनको 8 टिप बोकिरहेको छ अहिले केटा सबै गाडीले 8 टिप हानिरहेको छ अहिले चाहिँ यस्तै हो दिनकै 8 टिप गऱ्यो बेलुका क्याम्पमा अनि बस्यो त्यही हो अहिले चाहिँ यस्तै छ साथीहरू यतातिरको काम चाहिँ अब अरू भिडियोहरू पनि म हालिरहनेछु साथीहरू अहिले चाहिँ यो भिडियो छोड्दै म पनि बिदा हुन चाहन्छु मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला साथीहरू र यति भन्दै आजको भिडियोबाट बिदा माग्न चाहन्छु हस् त